दसैँको सपिङ गर्न जाँदैछौँ। यता हाम्रो दिदी हुन्छ। हाई, आज चाहिँ हामी कहाँ जाँदैछौँ दिदी? आज हामी दसैँको सपिङ गर्न कहाँ जाँदैछौँ? आज चाहिँ हामी दसैँको सपिङ गर्नलाई पाडाबाट अवन कता थाहा छैन होइन जाँदैछौँ। अनि त्यसपछि हाम्रो सपिङ भइसकेपछि हामी चाहिँ डिनर गर्न भाइकोमा जाँदैछौँ है, त्यही हो। अनि हामी चाहिँ हजुरहरूलाई देखाउँदैछौँ कहाँ कहाँ जान्छौँ के गर्छौँ भनेर। त्यो पिक्चरसम्म स्टे ट्युन अवन आइसक्यौँ। अब हामी चाहिँ बसकहरू हिँड्दैछौँ नेपाली कल्चरहरू होइन, बुटिक अफ नेपाल भनेको यही होइन र। हामी चाहिँ यहाँ आएको है लुगा हेर्नलाई। हेमलेस चाहिँ कस्तो पाइन्छ। हामी चाहिँ अहिले यहाँ बुटिक नेपालमा आएको थियौँ। खासै लुगा राम्रो रहेन चाहिँ कस्तो नराम्रो छ, राम्रो डिजाइनको लगाइसकेको लुगाहरू मात्रै हेर्दा पनि नराम्रो। त्यही भएर हामी चाहिँ फेरि फर्केर अर्को ठाउँ जाँदैछौँ। कहाँ जाने हो? कहाँ यहीँ छ त्यो चाहिँ दिदी हाउस अफ नेपाल चाहिँ। अब हामी चाहिँ हाउस अफ नेपाल जाँदैछौँ। 4 मिनट चाहिँ यहाँबाट हिँड्दै है। लेट्स चाहिँ हामीले खोजेको लुगा पाउँछौँ कि पाउँदैन। हाउस अफ नेपालमा हाम्रो नि एक्सपेक्टेसन भर्सेस रियालिटी भयो है। एउटा लुगा राम्रो भेटेन, एउटा चाहिँ लुगा राम्रो आएको थियो, प्राइस यति आयो। सातै उडेर फर्केर आयो। अब हामी कहाँ जाने? अब हेरिस पार्क जानुपर्छ। त्यहाँ पनि भएन भने चाहिँ फेरि रिटर्न फेरि आयो। फेरि रिटर्न यहीँ आएर एउटा केही हेर्नुपर्छ, छान्नुपर्छ। बर्बाद छ जिन्दगानी। कस्तो सबै पुरानो डिजाइन क्या। अब त्यो फ्लावर प्रिन्ट पनि पहिले लगाइसकेको दसैँमा। अनि त्यो सबै नेट टाइपको मात्रै छ कि नेट। त्यो अर्को बेला पनि साडी छ मसँग, त्यो पनि लगाइसकेको हो क्या। खासमा मैले नेपालमा लगाइसकेको साडी नै हो त्यो। मसँग स्टिल यहाँ त्यो साडी यहीँ छ क्या। तपाईँले हेर्नुभएको थियो नि त्यो कलर, त्यो अब नेट नै जस्तो छ भन्नुभएको थियो नि, त्यो कलर पनि मसँग छ क्या। त्यो त नेटको अलिक साडी लाउनु मुजा बनाउनै गाह्रो हुन्छ कि। अनि त्यही भएर हामी चाहिँ यसो फिक्सवाला साडी हेर्न खोजेको क्या। हामीलाई त साडी लाउन आउँदैन नि त। कि त साडी किनेर फिक्स बनाउने, कि त फिक्सवाला साडी हेर्न खोजेको। साडी नै राम्रो छैन, के गर्नु। यहाँ चाहिँ ओरिजिनलै गोल्ड हो कि के हो, यति धेरै ठोकेर। चेरिस पार्कको राशीमा आइरहेछौँ। लेप्सेहरूमा हामीले भने जस्तो लुगा पाउँछौँ कि पाउँदैनौँ है त गाइज। हामी चाहिँ भोक लागेर लास्ट डे होइन चुलोमा आइरहेछौँ है। के खाने भनेर यहाँ दिदी चाहिँ मेनु हेर्दै हुन्छ है। लुगा नपाएर हाम्रो चाहिँ बिजोग भइरहेछ, यत्तिकै टाइम लस भइरहेछ, वेस्ट अफ टाइम। अब हामी फेरि हेरिस पार्कबाट फेरि अवन जहाँबाट फर्केको थियौँ त्यहीँ जाँदैछौँ। अब चित्त नबुझेर अब यसो भोक लाग्यो खाने ओर्ने। अनि हामी चाहिँ ब्याक टु अवन जाने, अनि उताउति भाइको घर पनि जाने हामी है भोक लागेर। ल बोलाम दिदी। सो गाइस हामीले चाहिँ सकिरहेको थियौँ है हाउस अफ नेपालमा फेरि ब्याक भएर। अनि हामी चाहिँ खोज्दा लुगा नभेटेर है यस्तो भिजेपछि साँझ परिसक्यो क्या। लाइट हुन्छ नि 6 बज्न आइसक्यो। हामी चाहिँ 12 बजे आएको, 6 बजिसकिसक्यो। अहिले हामी यहाँ जेरी सोल्टीबाट जेरी किन्न आएको है। हाम्रो दसैँको सपिङ यहाँ तिखा लागेर प्याक भयो। अनि हामी चाहिँ यहाँको खाँदैछौँ, तातो जेरी पर्खिँदैछौँ। अब चाहिँ 10 मिनट लाग्छ अरे जेरी पाक्नलाई। अनि जेरी पाकेपछि चाहिँ हामी चाहिँ फाइनली भाइको घर जान्छौँ। सबजना आइसक्नु भइसक्यो। हामी चाहिँ बिहान हिँडेको मान्छे अहिलेसम्म यहीँ छौँ क्या। मान्छेहरू काम गरेर पुगिसक्नु भइसक्यो। हामी चाहिँ त्यत्तिकै क्या वेस्ट अफ टाइम। गाइस नवीन पनि आइसक्नु भइसक्यो। अब चाहिँ हामी लाग्यौँ है त पाहुना खानालाई। दुई त पुरा भाइरल है। मर्निङ वाक अरे के अरे एउटा आइरहेको थियो। अनि आइडी खोलेर हेरेको त कतिवटा हालिरहेको 3-4वटा हालिरहेको छ पुरा। ल अब चाहिँ हामी भाइको घर पुग्न आँट्यौँ है। बाँकी चाहिँ त्यहाँ गएर है, बाँकी चाहिँ गएर त्यहीँ अब के हुन्छ त्यहीँ देखाउँला है। नवीनजीलाई रिक्वेस्ट गर्दा बल्ल आउनु भयो है।
अलिकति छ आज भरे घरमा गएर बाँकी नै छ हेर्नु न अझै एउटा बाँकी नै छ तपाईँलाई राखेर होइन सबै केटाहरूलाई राखेर गाइस फाइनली हामी घर आइसक्यौँ है यहाँ सबजना धमाधम आफ्नै तालमा हुनुहुन्छ कस्तो दामी डेकोरेसन अहिले बाइकको घरमा आइरहेछौँ हामी चाहिँ Thank you all for watching this here video.